गर दसैँ गिलास संस्कार हो नसक्दा पनि हात समाज लाउन यहाँसम्म तिनवटा एउटा होला नि एक्लै उता घेर कुनै लाँदै नुक्कल मार्ने उनीहरूको तानै हुँदैन क्या तान कम्ती बानी परेको छैन यता कुदाउनु अप्ठ्यारो पनि घडेङ घडेङ गर्दै ढुङ्गा माथि घरमै लगाएको नि दाजु घर हुन्छ टोपीले खालि छैन थारै हुँदैन मलाई तपाईँ बढ्नुहुन्छ टोपी थारै हुँदैन आफू लगाइँदैन फुलले पुर्याएको छैन है मेरो एकदम टाउको सानो छ सबैको सानो सानो हामीहरूका टाउका सबैका क्या कान्छाहरूको भन्दा त्यो मिलाइदिनु अरूले पाइँदैन क्या टोपी घरमा लाउनेहरूको बनाएको अलिकति सानो भयो टाउको सानो टोपी ठुलो होइन ठाउँको कुरा गर्नुभएको हो कति त पन्साउनु अहिले उज्यालो अब टिका लाएर पो माल होइन टिकै लाएर होइन त मा अनि यहाँ राख्ने कि अलिकता कुनामा राख के गर्नु यो छेस्का छेस्काले तर भिजाएको छैन हो त्यही हो अम्लाले कस्तो होला नभए कोही लाउन नसकेदेखि दुईटा यसो ट्याक ट्याक त लगायो भने मिलिहाल्छ फुलको सानो बनाएको हातै जान्छन् क्या के भएको त्यो केटाकेटा कस्तो राम्रो लाउँछ नि त्यो पानी छेउमा राख्नु कि सर र तलसम्म तान्नु अनि साइडबाट चाहिँ धेर धेर त्यति नपोत्नु न अब अलिकति साइडमा पानी राख्नु सुन्नुभयो यता छेउछेउमा धोइदिनु अलिकति पुस्नु त केहीले एउटा कपडा राखेर हात धुनु त होइन त्यही औँलाले होइन त त्यत्रो ठुलो औँलाले गर्ने हो त सानो औँलाले साइडबाट गर्नु हो त्यसरी होइन बुढाबुढी होइन कि त्यो बिस्तारै लगाएन अहिले कहाँ बेला भएको सबै लगाइदिन्छ सिसामा क्यास 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 पाल्दै अनि सुसा छाइदिनु क्या नघाँसिदिनु हलुका सुसा छाउनु लागिहाल्छ। चिसोले टिपिहाल्छ क्या यो त त्यो लगाइसकेको त फुलको भेट्न चाहिँदो रहेछ हुँदैन रहेछ फुलको भेट्नु होइन त्यो उयो त्यो एउटा हुन्थ्यो नि त्यो त्यो लाग्नु त त्यो सिन्कोले हो त्यो चाहिँ साह्रै गजब हुन्थ्यो अघि हो त्यो चाहिँ चाहिन्थ्यो कि खोइ त नि अघि त्यो बस्दै छ त अहिले सुकेर अलिक सानो होइन अलि सानो भयो क्या त्यो केही अरूले गर्नु त रुवाएर हात काम छ क्या होइन के त होइन ऊ भयो क्या टिका लाउने ठाउँमा ग्याप भयो अलिकति मिलाउनु त बाङ्गो टेढो भएर लगाइदिन्छ यसरी तलबाट यसरी यसरी रहेछ तलबाट माथिबाट हुँदैन क्या अप्ठ्यारो हुन्छ लाउने तपाईँलाई सिकाउनु चाहिँ सजिलो हुन्छ तर आफूले गर्नु त उही हो सबैको कस्तो हात लग 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 हुन्छ
अब त धेरै छिपिसक्यो नहुनु पर्ने हाल कहिले भएर केटाकेटीमा डर लाग्छ शर्म हुन्छ एकछिन हो भोलि कोट्याइ धुनु परिजान्छ त्यो अर्को पनि के यो चिसामा स्यास छोएपछि लागिहाल्छ